जय मसीह मती 14को 22मा त्यहाँ टाइटल छ यीशु पानीमाथि हिँड्नुभएको। अनि यो घटनामा हामीलाई थाहा छ 3 बजी राति चाहिँ येशू ख्रिस्ट समुद्रको पानीमा हिँड्दै गर्दाखेरि पत्रसले चाहिँ 12 जना चेलाहरूमा पत्रसले चाहिँ आज यदि तपाईँ येशू हुनुहुन्छ भने मलाई पनि आउने आज्ञा दिनुहोस् भनेको छ। अनि त्यहाँ चेलाहरू चाहिँ त्यो 3 बजीको समुद्रको मर्निङ टाइममा चाहिँ आज त्यो फगीमा बिहान हुँदै गर्दाखेरि चाहिँ भूत भनेर उनीहरूले के गरेको छ, चिच्याएको छ। अनि त्यहाँनिर पढ्दै गयो भने स्टोरीमा हामी के पाउँछौँ, त्यो सत्य घटनामा अनि यीशुले भन्नुभयो पत्रसलाई, होइन, आऊ भन्नुभएको छ अनि आज्ञा दिनुभएको छ। त्यो पनि महान जिउँदो परमेश्वरको पुत्रले येशू ख्रिस्ट, जो शक्तिशाली परमेश्वरले के त लो आउँछौ भने आऊ भन्नुभएको छ पत्रसलाई, होइन। अनि जब पत्रस चाहिँ के त त्यो 12 जना चेलाको नाउँबाट चाहिँ बिस्तारी उत्रिँदै आफ्नो खुट्टा चाहिँ के त समुद्रको छालमा के चाहिँ राख्यो, के त डुबेन पत्रस। अनि उसले अचम्मले के त त्यो समुद्रको छालमा चाहिँ टेक्दै 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 बाटोमा हिँडेको जस्तो भयो, के त टेक्दै 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 यीशु कहाँ पुग्न लाग्दाखेरि चाहिँ के त पत्रसले यसरी दाहिने देब्रे जब हेऱ्यो नि, लेफ्ट राइट, अनि उसले के देख्यो भन्दाखेरि समुद्रको छालहरू के परबाट आउँदै गरेको देख्यो, के त। त्यहाँदेखि उसको मनमा चिसो भयो, क्या त। ऊ सक्ड भयो। किन सक्ड भयो? पुइ म त केमा हिँड्दैछु, समुद्रमा पो हिँड्दो रहेछु भन्ने भयो, क्या त। यीशुको नजिक पुग्न आँट्दाखेरि पनि त्यो जब उसको मनमा त्यो शङ्का, त्यो विचार, त्यो सोच आयो नि, बुइ म त समुद्रमा पो हिँड्दो रहेछु भन्ने क्या त आयो नि, त्यो कन्सेप्टमा त्यति बेला पत्रस के भएको छ, चलम्मै डुबेको छ, क्या त। उसको घुँडा, उसको कम्बर अनि उसको कुम डुब्दै जाँदाखेरि चाहिँ यीशु ख्रिस्टले के गर्नुभएको छ, पत्रसलाई आफ्नो हात दिएर चाहिँ तानेर चाहिँ के गर्नुभएको छ, अनि उहाँले त्यो डुब्दै गरेको अवस्थाबाट चाहिँ निकाल्नु भएको छ। अनि प्रभुले भन्नुभयो, अब अल्प विश्वासी किन शङ्का गर्यो। आज इसाई जीवनको यात्रामा पनि तपाईँ र मेरो जीवनमा नि कतिवटा हाम्रो विश्वासहरू डुबेको छ, क्या त, बुझ्नुभयो। हामीमा विश्वासघात भएको छ, बुझ्नुभयो। हाम्रो प्रार्थनाहरू सेलाएको छ, हाम्रो अगमबानीको कुराहरू हराएर गएको छ, अनि हाम्रो दान अनि वरदानहरू डुबेको छ, क्या त। हामीले पाउँदै गरेको अन्य भाषाहरू बन्द भएको छ, अनि सेवाकाईको क्षेत्रहरू कतिपल्ट हाम्रो सेवाकाई प्रभुसितको कनेक्सनमा गर्दै गर्दा के भएको छ, ब्लक भएको छ, डुबेको छ। सायद आजको दिनमा यो अवस्थामा तपाईँ र म गुज्रेर गइरहेको होला। वाइ? किन पत्रस डुबे तपाईँलाई थाहा छ? पत्रसले पहिला यीशु ख्रिस्टलाई नि सिधा हेर्दै गर्दाखेरि चाहिँ पत्रस डुबेको थिएन, क्या त। ऊ त त्यो समुद्रको छालमा हिँड्दै गर्दाखेरि पनि राम्रो अलकत्राको बाटोमा हिँडेको जस्तो ऊ भइरहेको थियो। तर पत्रसको गल्ती के भयो भन्दाखेरि उसले दाहिने र देब्रे, राइट एन्ड लेफ्ट, क्या त, उसले हेर्ने हुँदाखेरि चाहिँ के भयो, डुब्यो। इसाई जीवनमा पनि तपाईँ र म कति बेला डुब्छौँ भन्दाखेरि नि दाहिने र देब्रे हेर्दाखेरि। हामी इसाई जीवनमा हिँड्दै गर्दाखेरि, क्या त, सङ्गतिमा जाँदै गर्दा, प्रभुको नजिकतामा बढ्दै गर्दा, हामी प्रभुको गिफ्टहरूले चलाउँदै गर्दा, अनि परमेश्वरको राज्यको कुरोहरू लिएर हिँड्दै गर्दा, होइन, यति डरलाग्दो फायर भएर हामी अगाडि बढ्दै गर्दाखेरि चाहिँ त्यति बेला के हुन्छ भने नि हामीले दाहिने र देब्रे हेर्छौँ। दाहिने र देब्रे चाहिँ के त मान्छेहरू देख्छौँ, क्या त। यताबाट हेर्दाखेरि पनि नेगेटिभ पिपलहरू देख्छौँ, उताबाट हेर्दाखेरि पनि भत्केको मान्छेहरू देख्छौँ, उताबाट हेर्दाखेरि पनि सबैजना खुट्टा तान्ने देख्छौँ, उताबाट हेर्दाखेरि पनि के देख्छौँ भन्दाखेरि जीवन, होइन, एकतिर लथालिङ्गै भएको जीवन देख्छौँ, उताबाट के देख्छ, नेगेटिभ पिपलहरू देख्छ, क्या त। मिसनको पैसा खाइरहेको देख्छ, उताबाट के देख्छ भन्दाखेरि झुट बोलिरहेको धेरै कुरो देख्छ, क्या त। त्यो देख्दाखेरि चाहिँ के हुन्छ भने आफूमा डाउट हुन्छ, क्या त। अनि आफ्नो विश्वासदेखि के हुन्छ, हराउँदै जान्छ, क्या त। हामी डुब्दै जान्छ, क्या त। के प्रार्थना गर्नु, के वचन पढ्नु, के प्रचार गर्नु, के परमेश्वरको उपस्थितिमा गएर नाच्नु, किन कन्भेन्सन जानु, किन सेमिनार जानु, क्या त। लट्टप यति बिघ्न प्याकेज हाम्रो टाउकोभरि आउँछ, कि हृदयभरि आउँछ, के त। त्यसले गर्दाखेरि चाहिँ के हुन्छ, हामी लास्टमा चिसो भएर जान्छ। त्यही कारण हिब्रू 12:1ले भन्छ, सिद्धकर्ता यीशुलाई हेर, क्या त, सिद्धकर्ता यीशुलाई। पत्रसले यीशुलाई हेर्दै जाँदा डुबेको थिएन नि, दाहिने देब्रे हेर्दा डुब्यो। अनि हिब्रूमा पनि लेखिएको छ, हिब्रू 12:1मा सिद्धकर्ता यीशुलाई हेर। त्यहाँ यति मिठो शब्द छ, सिद्धकर्ता यीशुलाई हेर। यीशु बाहेक चाहिँ कोही पनि सिद्ध छैन, बुझ्नुभयो। यीशु बाहेक चाहिँ कोही पवित्र छैन, यीशु बाहेक चाहिँ कोही पर्फेक्ट छैन, क्या त। त्यसले गर्दाखेरि चाहिँ दाहिने देब्रे हेर्दा सबै कमजोरीहरू देख्छौँ, बुझ्नुभयो।
दाहिने देब्रे हेर्दाखेरि सबै लडेको देख्छौ, दाहिने देब्रे हेर्दा सबै गिरेको देख्छौ, दाहिने देब्रे हेर्दाखेरि सबै बर्बाद भएको देख्छौँ। अनि हेर्दै जान हामी पनि के हुन्छ भन्दाखेरि विश्वासको जग्गामा हामी पनि बर्बाद भएर चिसो भएर जान्छ। म जान्दिनँ आजको दिन तपाईँहरूको जीवनमा, हाम्रो जीवनमा तपाईँको विश्वास केले डुबेको छ, कसलाई हेर्दा डुबेको छ, कहाँ जाँदा डुबेको छ, के गर्दा डुबेको छ। द्याट इज द मोस्ट इम्पोर्टेन्ट थिङ इन आवर लाइफ। के त आत्मिक जीवनमा म तपाईँलाई भन्न चाहन्छु, लिभ इट। दाहिने देब्रे सबै छोडिदिनुहोस्, होइन, दाहिने देब्रे सबै छोडिदिनुहोस्। तपाईँ कन्सन्ट्रेट गर्नुहोस् केवल जिजसमा। तपाईँ कन्सन्ट्रेट गर्नु केवल प्रभुमा। तपाईँले कन्सन्ट्रेट के गर्नुहोस्, प्रभुको वचनमा सिर्फ हेर्नुहोस्, 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 हेर्नुहोस् है। प्रभुले हेर्ने व्यक्ति चाहिँ कहिले डुब्दैन, बुझ्नुभयो, डुब्दैन। प्रभुको वचन पढाइ सुनाइमा हामीलाई आशिष दिउँ। हामी यो कुरालाई अरूलाई पनि सेयर